नेपाल जलस्रोतको दृष्टिकोणले विश्वको दोस्रो धनी देश भए तापनि अधिकांश ठाउँमा शुद्ध पिउने पानीको अभाव भएको होला? चर्चा गर्नुहोस्। उत्तरह नेपाल लामो समयसम्म राजनीतिक अस्थिरतामा रहन गयो। देशद्वन्द्वको देश भूमरीमा रह्यो। यसले ठूलो पूर्वाधार नोक्सान गर्ने काम गर्यो। अझै पनि हाम्रो देशमा अस्थिर सरकारको अवस्था रहेको छ। भ्रष्टाचारले तल्लो तहदेखि माथिल्लो तहसम्म तहसनहस बनाएको छ। निरीक्षण तथा अनुगमन र आवश्यक कारबाही गर्ने काम प्रभावकारी छैन। त्यस्तै नेतृत्वमा व्यक्तिगत स्वार्थ हाबी रहेको छ। दूरदृष्टि छैन। आर्थिक रूपमा देशभर निर्भर छ। दक्ष जनशक्तिको अझै पनि अभाव छ। विकासमा दिगोपना छैन। तसर्थ नेपाल जलस्रोतको दृष्टिकोणले विश्वको दोस्रो धनी देश भए तापनि अधिकांश ठाउँमा शुद्ध पिउने पानीको अभाव भएको हो। ग शुद्ध खानेपानी र विकासको सम्बन्ध कस्तो हुन्छ? उत्तर, जीवित प्राणीको अस्तित्व स्वच्छ, सफा र पिउनेयोग्य पानीमा निर्भर रहन्छ। शुद्ध पिउने पानी मानवीय जीवनको अति महत्त्वपूर्ण आवश्यकता हो। स्वस्थ पिउने पानीको अभावमा मानव जीवनमा प्रतिकूल असर पर्छ। प्रतिकूल अवस्थामा विकासका गतिविधि प्रभावकारी ढङ्गले सञ्चालन गर्न सकिँदैन। व्यक्ति अस्वस्थ भएमा विकासले गति लिने अवस्था रहँदैन। त्यसकारण शुद्ध खानेपानी र विकासको सम्बन्ध नौ र मासु जस्तै घनिष्ठ हुन्छ। प्रश्न: घ दक्ष जनशक्ति बिना देश विकास सम्भव छैन। तपाईँ यस भनाइमा सहमत हुनुहुन्छ? किन? उत्तर: म यस भनाइसँग सहमत छु। देशको विकासका लागि स्रोत मात्र पर्याप्त हुँदैन, तिनीहरूको सही उपयोग गर्न दक्ष जनशक्ति आवश्यक हुन्छ। दक्ष जनशक्तिले विभिन्न क्षेत्रमा प्रभावकारी काम गरी विकासलाई तीव्र बनाउँछ। त्यसैले दक्ष जनशक्ति बिना देश विकास सम्भव हुँदैन।